त्यही भने के यो ए मेरो एक फोटो निकाल यो फुल्ली सेतो भयो नि अच्छा लाग्छ सेतो पनि त्यहाँभन्दा सेतो भयो नि त्यहाँभन्दा ठुलो वाला छ कि I think ये सारे सेम है ना this and brown. Beyond that is That is so pretty. yeah. We're all like Marias. Yeah, I know. My lazy allows me to see that part. Can you read the bottom? What do you mean like my photos? Our own apartment. We were barely at your party. म चाहिँ आज बोटानिकल गार्डनमा छु गोर्खेको होइन त्यो मजाको वाला पिङ चाहिँ फुलेकै छैन रहेछ तर पनि इन्जोय गऱ्यौँ होइन मान्छे यति धेरै छ कि होइन माई गड मेला भइरहेको छ यो फुलहरू चाहिँ फुल्न बाँकी छ होइन एकदमै बवाल हुन्छ यो फुल्यो भने चाहिँ ठ्याक्क फुल्नलाई कोपिला भएको छ अलिकति चाँडो आएछ त्यो मेरो ब्याक सिनारीमा देख्नुहुन्छ अहिले म देखाउँछु है यस्तो मजाको छ होइन अब ब्याकमा हेर्दा चाहिँ अभियसली मेला भर्न आएको जस्तै देख्छ है वरिपरि यस्तो मजाको फुलहरू छ होइन अनि सबै जनजाति सबै कम्युनिटी समुदायको धेरै देशहरूको मान्छेहरू यहाँ देख्न सकिन्छ है यो चाहिँ फुल्न बाँकी छ एक दुई हप्तामा पाल हुनेवाला छ अनि यहाँको एकदमै विशेषता भने चाहिँ यहाँ केही पनि बिछाएर बस्न दिँदैन रहेछ घाँस आँखामा एकदमै नरम छ है एकदमै राम्रो छ अनि प्लस यो घाँस मर्छ भनेर नै होला एउटा सेक्युरिटी चाहिँ त्यो यहाँ राख्नु नै दिँदैन अनि सबै जो पनि बस्नुहुन्छ सबै घुम्नु मात्रै बस्नु मिल्छ फुलेको भनेको चाहिँ त्यो छ कस्तो राम्रो देख्छ है एकदमै ब्युटिफुल छ अनि अलिक उतापट्टि थियो अलिक धेरै मजाले फुलेको मलाई अल्छी लाग्यो मैले खिचिनँ है एकदमै राम्रो कि आजको मौसम एकदमै राम्रो धेरै गर्मी पनि नै जाडो पनि नै चित्तको मिठो हावा चलेको होइन कति राम्रो देख्छ कि हेर्नु मान्छे यति धेरै चाहिँ 10,000 भन्दा माथि हुन्छ है त्यो फुलेको चाहिँ कस्तो राम्रो देख्छ यहाँ चाहिँ धेरै फुलेको छ यति छ कस्तो राम्रो छ
कस्तो राम्रो छ यति थोरै छ मान्छेहरू सबै यहीँ झुलिरहेको छ किन भन्दा अन्तखेरि चाहिँ छैन नि त कति राम्रो कति राम्रो कति राम्रो कति सफा के सबै कुराहरू oh my god यस्तो ब्युटिफुल के बाटो हेर्नुहोस् न कति सफा कति राम्रो अर्काको देश यो खैरेको देश कति राम्रो हो कि फुलहरू त फुलेको थियो पछि खिच्यो भने खिच्यो अहिलेलाई चाहिँ म यति नै भन्नुपर्छु यो रुख त म भन्दा नि बुढो होला अब चाहिँ हामी प्रस्थान गर्छौँ घरतिर होइन यस्तो मान्छे बेलुका भइसक्यो त्यो पनि आइरहेछन् यो बेलुका आउनेहरूको त पैसा असुल हुँदैन होला 6 बजे बन्द हुन्छ झरिसक्यो